गुड मर्निङ ह्याप्पी न्यू इयर 2082 हामी कता जान लाग्दैछौँ त पोखरा कुन ठाउँ हो हामी भर्खर स्टार्ट है हुँदै कहाँ कहाँ जान्छौँ हामी देखाउँछौँ है त गाडी कुरेपछि हामी गाडीमा सरेर चढेर पोखरातिर लाग्यो पोखरातिर लागेपछि हामी गाडीमा एकछिन आनन्दले बस्यो बाटोमा चाहिँ मैले भिडियोहरू गराइनँ किनभने मैले फर्स्ट टाइम भिडियो गराउँदैछु नि त त्यही भएर मलाई त्यस्तो मिस भएन हामी इको भिलेज पुगेपछि गाडीबाट चढेर सरर इको भिलेज घुमियो सबैजना आउनुपर्ने ठाउँ हेर्नुहोस् हेलो सबैजना आउनुपर्ने ठाउँ यही हो इको भिलेज ल हेरेको राम्रो प्राकृतिक सुन्दर ओ माइ गॉड सबैजना आउनु है हेर्नलाई राम्रो राम्रो माछा इको भिलेजबाट फर्केपछि हामीले पोखरामा एकछिन खाना खायौँ त्यसपछि पुम्दीकोटको उक्ल्यौँ पुम्दीकोटमा एकदम भिड गाडीहरू माथि जानै नसक्ने भएछ भिडले गर्दाखेरि त्यसपछि हामी बिस्तारै बिस्तारै हिँड्दै हामी कहाँ आएको रे न्यु इयर मनाउनु पोखरा आएको कति भिड है गाह्रो छ गाह्रो पोखरा पुम्दीकोट जाँदैछौँ मान्छेहरूको भिड देख्न सक्नुहुन्छ यहाँ कति छ यहाँ हिँड्ने मान्छे हिँड्ने समेत ठाउँ पाएको छैन गाडीहरू त झन् भन्नै नपर्ने गाह्रो छ टोपीहरू पाइँदो रहेछ मान्छेहरूको भिड ल आयो आयो शिवको पुम्दीकोट पुम्दीकोट आयो पुम्दीकोट रमाइलो गर्नको लागि दिदी बहिनी भएर टिकटक बनाउँदै हल्का हल्का फोटोहरू खिच्दै गऱ्यौँ अब के गर्ने अब मान्छेहरूको भिडमा मलाई भिडियो गराउन अलि लाज लाग्छ त्यही भएर मैले भिडियो त बनाइनँ यहाँ बाबुको आमा बाबु र आमा त्यसपछि हामीले फोटोहरू हल्का एउटा दुईवटा क्लिप ल्यायौँ धेरै रोडबाट फर्केपछि हामी चाहिँ लेक साइडमा डुङ्गा सरर तालबराई घुम्नलाई गयौँ